हेलो साथीहरू सम्पूर्णलाई नमस्कार। दसैँमा घर जान नपाउँदाको पीडा के हुन्छ भनेर अब हामी दुईजनालाई थाहा छ। दाइ कस्तो हुँदैछ दसैँ पालाको? ठिकै छ देउस अफिसतिरै भयो नि रमाइरहेको त्यस्तै हो पल्टनतिर आइपुग्यो यस्तै हो। दुःख सुख भन्ने चिज यस्तै हो। अब दसैँमा कहिले घर जान पाइन्छ थाहै छैन। तिहारमा पनि छोड्दै छोड्दैन। सनलाइट देख्न सक्नुहुन्छ कस्तो राम्रो छ है सनलाइट। अरे कहना क्या चाहते हो? अब यस्तै हो, चौरतिर घुम्ने बस्ने अरू के नै छ र हैन। देख्न सक्नुहुन्छ कस्तो राम्रो मौसम छ। अच्छा ठीक है समझ गया। न काममा व्यस्त भए जस्तो न फुर्सदै भए जस्तो वाक्क लाग्ने के। कमसेकम घर छोड्दै हुन्छ नि त 2-4 दिनलाई 6-7 घन्टाको बाटो चाहिँ घर पुगेर आउने मजाले हैन। दसैँ तिहारमा घरमा बस्दाखेरि आमा बुवासँग दसैँ मनाउँदा कस्तो रमाइलो हुन्छ होइन। छोराछोरी बुढी दिदी बहिनी आएको होला नि गाउँतिर।